त गाइस निकै लामो समयपछि म फेरि यो खलङ्गा स्मृतिद्वारमा आइपुगेछु र हाम्रो नेपालको प्यासेन्जरहरूलाई लिएर म यहाँदेखि हेर्नुहोस् हाम्रो खलङ्गा स्मृतिद्वार हाम्रो जो कि यो ब्याटल अफ खलङ्गा नालापानी यो इन्डियाको उत्तराखण्ड देहरादुन भन्ने जग्गामा छु जो तपाईले हाम्रो वीर गोर्खालीको त यहाँदेखि युद्ध लडेर अङ्ग्रेजहरूसँग र यो अहिले स्मारक हामीले बनाएको छौँ। यहाँदेखि हाम्रो यो स्मारकले पुरा गोर्खाली समाजको मान छ हाम्रो। यो हेर्नुहोस्, यो हाम्रो स्मारकको द्वार। जय और यहाँदेखि पुरा देहरादुनको भ्यू देखिन्छ, तपाईँले हेर्नुहोस्। और यो हो त्रिशूल जो कि हामीले यो त्रिशूलमा भइन्छ। यो स्मारक थियो हाम्रो त्रिशूलको। अनि यहाँदेखि पुरा देहरादुन देखिन्छ। यो हेर्नुहोस् देहरादुनको पुरा नजारा। त यो हेर्न सक्नुहुन्छ तपाईँले पुरा स्मारकको। जय गोर्खा। ल सर, तपाईँलाई हाम्रो सौम्या टुर एन्ड ट्राभल्ससँग घुमेर आज कस्तो लाग्यो? नमस्ते, मेरो नाम सुभाष हो। मलाई एकदम राम्रो लागिरहेछ यो नालापानीमा आएर। यसो पहिला जो हाम्रो पुर्खाले गर्नुभएको जो वीरता देखाउनु भएको थियो त्यो हेर्दाखेरि बहुत खुसी लाग्यो। अनि यो जन्मभूमि अब पुग्नु पनि सरप्राइज हामीलाई यस्तै दिनहरू भयो होइन। बहुत खुसी लाग्यो यो ठाउँहरू हेर्दाखेरि। 1814 हामीले एउटा किताबमा मात्रै पढिरहेको थियौँ होइन, तर आज यो ठाउँ हेर्दाखेरि बहुत खुसी लागिरहेछ सर। अनि यो हामीले अलिकति पहिलाको जो इतिहासहरू थियो त्योहरू त हामीले हेरेर एकदम खुसी हामी। तपाईँ नेपाल कहाँदेखि आउनुभयो? म पुरानो घर चाहिँ मेरो खोटाङदेखि थियो। अहिले चाहिँ म अब काठमाडौँतिर सेटल अच्छा, हुन्छ। ल सर, तपाईँ आउँदै गर्नु होला। यो हाम्रो गोर्खालीको धन्यवाद तपाईँलाई। हजुर। आजको हाम्रो जुनियर प्यासेन्जर नानीको नाम के हो? आनन्द। आनन्द, कस्तो लाग्यो हाम्रोसँग घुम्न तिमीलाई? राम्रो। अच्छा, ल अनि यहाँनिर देहरादुन कस्तो लाग्यो तपाईँलाई? ल ठिक छ। तपाईँले हाम्रो कम्पनीलाई कति रेटिङ दिनुहुन्छ सौम्या टुर एन्ड ट्राभललाई? सौम्या टुर एन्ड ट्राभललाई कति रेटिङ दिनुहुन्छ? 5। ओके, थ्याङ्क यू। ल यो स्मारक थियो हाम्रो। ल अलिकति यसै, ल म लाइट देखाइदिन्छु। लु यता अलिकति यसो लाइटमा अलिकति माथि हो। ल हाम्रोसँग आज दिनभरि घुम्नु भएको नेपालको हाम्रो प्यासेन्जर र यहाँ स्मारकलाई पुऱ्याएछौँ। फोटो भिडियो दुइटै गर ल बाबु, भरे सेयर गर्नुपर्छ दाजु।
आउँदैछ फोटो आउँदैछ क्लियर आयो क्लियर आयो लाइट दिएको छु नि अनुहार चाहिँ चम्केको हुनु पर्यो है भिडियो गर अब बलभद्र कुँवर र अमरसिंह थापा अमरसिंह थापाले चाहिँ अमरसिंह थापा र बलभद्र कुँवरले लडाइँ गरेको ठाउँ यो यहाँ अङ्ग्रेजसँग लडेको यहाँदेखि चाहिँ अङ्ग्रेजलाई बगाएको थियो आज लाइभ टिकट यो युद्धदेखि चाहिँ यो युद्धदेखि चाहिँ होइन होइन यो युद्धदेखि चाहिँ के भएको थियो जब ब्रिटिसले हार स्वीकार गरेर जो ब्रिटिस आर्मी चाहिँ मतलब बनाएको थियो गोर्खालीलाई यो लडाइँ भएर अलिकति स्पष्ट नदेखे पनि खुसी लाग्यो ल तपाईँले इतिहास बुझ्नु भएको होला तपाईँले आज म जो मैले नेपालमा जो पढेको थिएँ हजुर तर आज म फ्याक्ट यो ग्राउन्डमा आएर फोटो खिचेर बसिरहेको छु गर्व छ मलाई एक हजुर यो जो हाम्रो गोर्खालीको बहादुर देखेर आज सर अलिकति तपाईँलाई जो यहाँको बारेमा थाहा छ इतिहास त अलिकति बताइदिनु होला तपाईँले जो मैले पढेको अनुसारले जब 1814 मा जब ब्रिटिसले जब नेपाल राज्यलाई मतलब आफ्नो कब्जामा लिनु खोजेको थियो जो यो जग्गा चाहिँ के थियो नेपालको भाग थियो जो नेपालको भाग हुँदाखेरि चाहिँ जो ब्रिटिस शासन चलाउँदाखेरि चाहिँ यो जग्गा चाहिँ नेपालको भाग चाहिँ के गर्नु खोजेको थियो ब्रिटिसको लिनु खोजेको थियो तर नेपाली वीर गोर्खालीहरूले यो जग्गालाई चाहिँ जो आफ्नो ढुङ्गा मुढा खुकुरी र भाला लिएर चाहिँ यो जग्गालाई चाहिँ ब्रिटिसबाट चाहिँ के गरेको थियो छुटकारा जितेको थियो र त्यही दिनदेखि चाहिँ हाम्रो जो ब्रिटिसले जो त्यस बेला इन्डियन आर्मी थियो अहिले इन्डियन आर्मी भयो त्यसले ब्रिटिस आर्मी थियो इन्डियन ब्रिटिस आर्मी थियो त्योदेखि सुरु 1814 देखि सुरु भएको थियो कि जब ब्रिटिसले आफ्नो ब्रिटिस आर्मीमा मतलब भर्ती गराएको थियो जब यो नालापानी किल्लाको जितेको युद्ध हारेको बादमा चाहिँ जब एक्चुअलीमा गोर्खालीले के गर्दो रहेछ जित्दो रहेछ मतलब केही नभए पनि गोर्खाली वीर हुँदो रहेछ भनेर चाहिँ जब यो जग्गा र आज म खुसी लाग्छ पढेको थिएन म आज त्यही ग्राउन्डमा आएर चाहिँ मलाई खुसी लाग्यो हजुर गौरव लाग्यो कि मलाई गोर्खा छु न म एउटा गोर्खालीको छोरो हुँ भन्ने चाहिँ मलाई गौरव लाग्यो ल धन्यवाद सर तपाईँले यति राम्रो स्पष्टीकरण दिनुभयो ल तपाईँको अगाडि पनि भेट्दै गरौँ ल यो भिडियोमा तपाईँको अगाडि युट्युबमा हालेर धेरैभन्दा धेरै सेयर गरौँ ल थ्याङ्क यू जी अरे हाल्नुपर्छ है ल यहाँदेखि उहाँको श्रीमती दिदी नमस्कार तपाईँ नेपालदेखि आउनुभयो कस्तो लाग्यो यहाँ देहरादुनमा एकदम राम्रो लाग्यो नेपालको जस्तै पहाड इलाका रहेछ हजुर हावापानी राम्रो रहेछ गर्मी पनि खासै होइन जाडो पनि खासै होइन हजुर राम्रो रहेछ ल हुन्छ यो स्मारकमा आएर कस्तो लाग्यो तपाईँलाई स्मारकमा म पहिला बुकमा चाहिँ पढेको हजुर अन्त आज यही लाइफमै आउनु पाउँदा बहुत खुसी लाग्यो ल यो तपाईँले इतिहासमा पढ्नु भएको मतलब ल हुन्छ धन्यवाद तपाईँलाई फेरि आउनु होला देहरादुनतिर घुम्नु त यो त फेरि हाम्रो नेपालको एउटा सम्झना यहाँ छुट्टै छ हाम्रो 1814 मा जो युद्ध गरेको थियो त्यहाँदेखि यो हाम्रो 1814 को युद्ध स्मारक हाम्रो देहरादुनको गोर्खा समाजले खलङ्गा समितिले यो स्मारक बनाएको छ र यहाँ नेपालदेखि कहीँदेखि पनि आउनुभयो गोर्खालीहरू त तपाईँले यहाँको चाहिँ अलिकति भिजिट गर्नुभयो भने यहाँ भिजिट गर्नुहोस् नालापानीमा यो छ यो बलभद्र कुँवरको तपाईँको यहाँनिर स्मारक छ और अमर थापा भनेर हाम्रो ल उहाँ पनि आउनु भएको छ नेपालदेखि र दिदी नमस्कार तपाईँलाई कस्तो लाग्यो यहाँनिर मलाई एकदम राम्रो लाग्यो भाइ हजुर वातावरणदेखि पनि पनि एकदम प्रभावित भएँ। हजुर। त्यसमा फेरि भाइले एकदम राम्रो गरी हामीलाई
नयाँ मान्छेलाई चाहिँ सबै कुराको जानकारी दिँदै घुमाउनु भयो, डुलाउनु भयो। हजुर। धेरै खुसी लाग्यो, धेरै धेरै धन्यवाद। अरे यो तपाईँले यसको बारेमा पहिला पनि सुन्नुभयो होला यहाँनिर खलङ्गा भनेर? सुन्न चाहिँ सुनेको थिएँ। हजुर, इतिहासमा पढ्नु पनि भयो होला। तर ल आज तपाईँले स्पष्ट हेर्नुभयो र कस्तो लाग्दैछ तपाईँलाई? आज लाइभ देख्न पाउँदा चाहिँ एकदम धेरै खुसीको महसुस भयो। हजुर। अनि त्यसमा विशेष धन्यवाद भाइलाई, किनभने भाइको भूमिकाले गर्दा हामी यहाँसम्म आज आएको छौँ, बेलुकाको समय भए पनि। हजुर। यस लाइभ देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो। थ्याङ्क यू भाइ। ल हुन्छ, धन्यवाद। हस्। तपाईँ आउँदै गर्नु घुम्न, फेरि हामी घुमाउँला यतातिर। यो छ तपाईँको पुरा यो स्मारकको। त धन्यवाद तपाईँलाई, तपाईँ भ्युवर्सहरूलाई यो आजको इतिहासको एउटा हाम्रो नेपाली इतिहासको देखाएकोमा। भेटौँला फेरि नेक्स्ट भिडियोमा। टेक केयर।